आज चाहिँ स्याटरडे भएको कारणले घरमा चाहिँ मेरो दिनहरू यसरी कटेको छ। हेलो गाइज, गुड मर्निङ। दिस इज मी सरस्वती तामाङ। अनि म चाहिँ अब उठेँ, 6 बजे उठेँ। 6 बजे उठेर चाहिँ 6 बजे नै यति बिहान हुन्थ्यो कि यता चाहिँ। अनि त्यही भएपछि चाहिँ मैले आफ्नो रुमहरू सफा गरेँ। सफा गरे सँगसँगै आफ्नो सुत्ने बेडहरू मिलाएँ। बेडहरू मिलाएपछि चाहिँ बेडहरू सकिएपछि चाहिँ मैले आफ्नो झोलाहरू झुन्डाउनतर्फ लागेँ। झोला भन्नाले ह्यान्डब्यागहरू। अनि मेरो चाहिँ एउटा मिकी माउसको थियो भने एउटा चाहिँ व्हाइट कलरको। त्यसपछि चाहिँ म आफ्नो डायरीहरू मिलाउन थालेँ। डायरी सँगसँगै स्टिकर पनि थियो गाइस। सो आफ्टर द्याट म चाहिँ आफ्नो लुगाहरू मिलाउन थालेँ। लुगाहरू धेरै दिन पछि सुकेको थियो, त्यही भएर चाहिँ आफ्नो लुगाहरू छुट्याएर राखेँ। धुनुपर्ने लुगा, गएकोमा लाउने लुगा र घरमा लाउने लुगा सबै छुट्याएर राखेँ। त्यसपछि म चाहिँ च्याप्ने पनि थियो, च्याप्ने पनि यत्तिकै मिलाएर राखिदिएँ। त्यसपछि मेरो अलिअलि मुखमा लाउने मेकअप गर्ने सामानहरू थियो, त्यो पनि मिलाएँ र म चाहिँ तल गएर फेसवास लिएपछि चाहिँ भित्र गएँ र ऐनामा चाहिँ अलिअलि फोहोर रहेछ पुस्न थालेँ। त्यसपछि आफ्नो नाकमा रहेको फुली पनि फोकाली। त्यसपछि मुख धुने कार्यमा म चाहिँ लगातार लागेँ। वाउ, कस्तो मजा आएको है। पानी त हालु राख्ने फेसमा। त्यसपछि चाहिँ मेरो मुख धुने काम पनि सक्यो र म चाहिँ भित्र माथि आएर चाहिँ सनस्क्रिमहरू लाउन थालेँ। सनस्क्रिम लगाएपछि म तरकारी बनाउँदै दिदीसँग बोल्दै थिएँ र एउटा अन्डा पनि घ्वाप्प खाइदिएँ। सँगसँगै गीत गाउँदै डान्स गर्दै थिएँ। मेरो दिदीले पनि देखाउँथेँ। दिदीले चाहिँ पागल नै भन्दै थिएँ होइन। त्यसपछि तर पनि कहाँ छोड्छ म डान्स गर्न, नाच्न, भिडियो बनाउन म कहिले पनि छोड्दैन जिन्दगीमा होइन। पानी तताएँ र बल्ल तल मेरो चाहिँ तरकारी पाकेको कारणले चाहिँ मेरो पानी तताएको पानीलाई बोतलमा हालेर चाहिँ म खानातर्फ लागेँ। र खानामा गम खाएपछि चाहिँ हात चाट्न मन लाग्यो गाइस। त्यसपछि हात चाटेँ। ल अर्को भिडियो भेटौँला।